another episode, guys. के छ हालखबर हजुरहरूको? मेरो पनि ठिकै छ, यस्तै छ। अनि ह्याप्पी दसैँ सबैलाई। सबको रमाइलो भइरह होला। दसैँ कस्तो भइरहेछ? त्यही हो, यसो लाइफ अपडेटको लागि आएको। भ्लग नगरे पनि धेरै भएको थियो। जोर्जियाको भ्लगहरू चाहिँ 2टा एपिसोड बाँकी छ, एडिट गर्न पाएको छैन, यस्तै छ। अनि त्यही हो, अहिले कतारमै छु। अनि लाइफ अपडेटको लागि यसो भ्लग बनाएको, दसैँ पनि थियो अनि यसो भ्लग नबनाएको पनि धेरै भएको थियो, भ्लग बनाउँ भनेर। अब के भयो भने पहिला अर्कै ठाउँमा बसेको थियो, त्यहाँबाट सरेर नयाँ ठाउँमा आयो। दसैँको टाइममा सर्नु पऱ्यो, यताउता गाजाङ गुजुङ। रुमहरू खासै उयो भएको छैन, अब यसो रुम टुर जस्तो नै गरौँ भनेर उयो गरेको। त्यही माथि अब नेपालमा त्यही प्रोटेस्टहरू यताउता भयो भने लास्टै डिप्रेस टाइपको भएको थियो एकछिन चाहिँ देशको हालत हेरेर। अब त्यत्रोजना बित्यो, त्यत्रोजना आउँथ्यो भयो, के भयो। त्यस्तै हो जिन्दगी। अब जे गरे पनि जिन्दगी चलिहाल्छ क्यारे, अब यस्तै छ। सोच्दाखेरि नै अब यस्तो दिक्क लाग्छ लाग्न चाहिँ। अब त्यत्रो शहीदहरू उयो भएको छ, अब खै जस्टिस पायो भने हो, भगवान्ले हेर्दै हेरिरहेको माथिबाट होइन, जस्टिस त पाउनु पर्ने हो। त्यत्रोजना बिचरा भाइ बहिनीहरू त्यत्रो बितेको छ, मान्छेहरू त्यत्रो बितेको छ, त्यत्रो सही भएको छ। दुःखलाग्दो कुरा त हो। आज हुन चाहिँ टिका हो, आजको दिन चाहिँ टिका हो। तर त्यही अब खास घर जाने पनि प्लान थियो दसैँमा। त्यही प्रोटेस्ट भएर अस्ति त्यस्तो भएर अनि घर पनि गएन म। नत्र यसो 3-4 दिनको लागि घर जाउँ कि भनेर सोचेको थिएँ, घर गएन। अनि अब यहाँ सर्नु पनि पऱ्यो त्यही माथि। अनि त्यही भएर अब त्यस्तो भएर पनि मलाई खासै त्यस्तो टिका सिका लगाउनु मन लागेन। अब म पहिला जुन ठाउँमा बस्थेँ त्यहाँ अब दाइदिलले नै बोलाउनु भएको थियो टिका लगाउनुलाई आज। तर खासै जानै मन लागेन, त्यो टिका सिका त्यस्तो लाउनै मन लागेन मलाई चाहिँ। त्यही भएर लाउँदैन होला टिका सिका। तर अब त्यही बुढीसँग छु। अनि पक्कु फर्स्ट टाइम बनाउन खोजेको छु, पक्कु पाक्दैछ। पछाडि ससारेर आएँ अनि 1 रड रुम टाकटुक हल्का फुल्का सफा गरेर त्यही भएर यसो भ्लगिङ गर्न सुरु गरेको। अनि त्यही हो, अब हेरौँ के कस्तो छ। अनि त्यही अब मेन कुरा चित्त नबुझ्दा चाहिँ अझै यो ओली, यो महेश बस्नेतहरू तिनीहरू के भएको थियो। अझै पनि त्यस्तो आडमा आएर अझै त्यस्तो आड नै हिँडिरहेको छ तिनीहरू। लाज शरम थोप्पो छैन है, के भन्ने होला यार। देशका नेताहरू झोलेहरूलाई अहिले फेरि झोले छोले भनेर के निस्किरहेको छ यिनीहरूको। लास्टै बोर लाग्छ यार यिनीहरूको, कहिले उद्यो हुने हो त्यस्तो उद्यो गरेर नि। अब अस्ति मैले त ओलीको उद्यो पनि हेरेको थिएँ, केपी शर्मा ओली जिउको जिउ त के भन्ने है खास त। त्यो पुरा पार्टीहरूसँग बसेर उनीहरूको त्यो फर्स्ट भाषण टाइपको भएको थियो नि ओलीको त्यो प्रोटेस्ट पछि। पुरा के भन्दैछ त बा टेरिस्ट के रे यताउतातिर त अति हेर। आफूले त्यत्रो उयो गरेको कुरा चाहिँ कहिले पनि नगर्ने क्या। त्यत्रो बितेको छ, कसरी के भयो, त्यत्रो स्कुल जाने कलेज जाने त्यत्रो उयोहरू बित्दाखेरि चाहिँ घाइतेहरू पनि कम्ता छ त, त्यत्रो घाइते छ। हिजो एउटा भिडियो हेरेको थिएँ मैले, त्यो के हाम्रो यो त्यो 2जना कमेडियनहरू छ नि, त्यो कमेडी रिल्सहरू बनाउने निमेश ब्रो र उसको वाइफ, के थियो वाइफको नाम त थाहा होइन, भिडियो बनाइरहेको हुन्छ नि, उनीहरूले राखेको थियो क्या। एकजना त्यो के अरे यहाँ घाँटीमा गोली खाएर त्यो मुखै पुरा चिरेर यसरी टाका लाएर बोल्न पनि नमिल्ने, उयो पनि नमिल्ने, यहाँ घाँटीबाट पाइप निकालेर पुरा खुवाउने अब त्यसरी उयो गरेर रहेछ त्यो लास्ट बोर्या। अनि एकजना अर्को त्यो हाम्रो सुदन ब्रो, हामी नेपालवाला सुदन ब्रोले पनि हालेको थियो एउटा भिडियो।
त्यो टेबुमा पठाउ गर्ने रहेछ सोल्टीले 4 महिनाको बच्चा अरे अनि पठाउ गर्ने रहेछ बिचरा खुट्टामा गोली लागेको रहेछ टिचिङमा खुट्टै काट्नु पर्यो भनेर भन्नुभएको थियो इन्फेक्सन भएर अनि बिएनबी हस्पिटल लगेर डक्टरहरूले उता स्पेसलिस्ट हेऱ्यो अनि राम्रो अनि उनीहरूले चाहिँ काट्नु पर्दैन भनेर भनेको थियो अब कस्तो कस्तो इन्सिडेन्ट के त लास्ट डे बोर्ड लाग्ने अरे यस्तो सुन्दा त भएको कति आज दसैँ भनेपछि त्यही 3 हप्ता कति भयो क्या प्रोटेस्ट भएको पनि 2-3 हप्ता भयो क्या अरे 3 हप्ता कट्यो क्या लास्ट बोर्ड लाग्ने क्या यस्तै छ जिन्दगीको हालत अब नयाँ अपडेट भन्नुपर्दा चाहिँ अर्को नयाँ अपडेट चाहिँ त्यो चाहिँ एकदम स्पेसल छ फेरि खास पहिला गोवालिन्ना भन्ने ठाउँमा बसिन्थ्यो हामी अनि त्यहाँ चाहिँ अर्को दाइ दिदी थियो मेरो वाइफको सँगै काम गर्ने दिदी उहाँ र उहाँको हस्बेन्डसँग बस्थ्यो हामी अनि त्यहाँ 2 BHK थियो रुम चाहिँ अनि लिभिङ रुम खुल्ला थियो अलिक सानो थियो सानो चाहिँ अनि खास मेन रिजन अब सन्नुको कारण चाहिँ त्यहाँ आउने चाहिँ आई एम गन बी अ फादर त्यहाँ हेरिरहेको छ वाइफले खास के छ भने आई एम गन बी अ फादर माई वाइफ इज प्रेग्नेन्ट अहिले कति 7 months हुनु लाग्यो 7 months हुनु लाग्यो जोर्जिया जाँदाखेरि पनि जोर्जिया जाँदाखेरि कति थियो 4 months जतिको थियो कि 4 months जति प्रेग्नेन्ट थियो अनि त्यही भएर त्यहाँ ठाउँ अलिकति नपुगेर अनि अब बच्चा ड्यु डेट जनवरीमा छ अनि अब त्यहाँ मम्मीहरू बोलाउनु पऱ्यो अनि मम्मी बोलाउनु पर्ने र अब त्यहाँ ठाउँ अलिकति स्पेस नपुगेर चाहिँ हामी यता सरेको त्यही भएर लाइफ अपडेट त्यस्तै छ चलिरहेछ जिन्दगी अब फादर पनि हुनु लाग्यो धेरै एक्साइटेड भेरी ह्याप्पी अब जिन्दगीको नयाँ मोड छ जिन्दगीको नयाँ मोड आएको छ मेरो सो या भेरी ह्याप्पी एक्साइटेड नर्भस यस्तै छ जिन्दगी ल अब के गरौँ भने यसो हल्का रुम टुर गरौँ होइन मटन पकाइरहेको छ त्यो पनि यसो हेरौँ भिडियोमा ल गाइज रुम टुर हाउ डु यु डु अस्ति हल्का दुब्लाइसकेको थिएँ अहिले फेरि अब दसैँ लाग्यो दसैँ त के लाग्यो भने अब बाहिरको धेरै खायो सर्ने बेलामा पकाएर खाने कुरा भएन बाहिरको मगायो खायो बिरयानी मनपर्छ आफूलाई बिरयानी टनाटन खायो त्यस्तै छ ल रुम टुर यो चाहिँ के छ भने पर्दा चाहिँ हाल्न बाँकी छ पर्दा एउटा चाहिँ अब मिलाएर आफै हाल्ने कि के गर्ने भनेर सोचिरह अब लास्टै महँगो भन्यो पर्दा हाल्ने खै के स्टाइलवाला हुँदो रहेछ हाम्रो नेपालमा जस्तो नहुने क्या नेपालमा हाल्ने जस्तो स्टाइलको चाहिँ नहुने रहेछ यता पर्दा के हुँदो रहेछ अब हेरौँ के छ त्यो स्ट्यान्ड चाहिँ छ पहिलाकोले खै उठाएर लगेछ फेरि पर्दै उठाएर लग्ने अब यहाँ त्यही भएर उयो स्ट्यान्ड चाहिँ छ अब पर्दा हाल्ने कि के गर्ने अब त्यस्तै छ ल झ्यालबाट चाहिँ यस्तो बाहिर यस्तो छ सुनसान आनन्दको छ जियोस् यहाँ ल यस्तो छ रुमको हालत सबै सेकेन्ड ह्यान्ड लिएको बेडहरू यो टेबल बेड के अरे साइड टेबल यो बेडहरू ड्रेसिङ टेबल पनि सेकेन्ड ह्यान्ड प्रायः जस्तो सबै सेकेन्ड ह्यान्ड लिएको यो दराज चाहिँ यहीँ थियो दराज चाहिँ अट्याच रहेछ निकाल्नु मिल्दैन भन्यो यताकोले अनि यस्तै छ अनि यहाँबाट चाहिँ सानो यो जुत्तासुत्ता राख्न मिल्ने ऱ्याक स्याकहरू यस्तो टाइपको छ यता चाहिँ बाथरुम भयो यहाँभित्र यहाँ पनि ऐना छ यो चाहिँ लिभिङ रुम अनि सोफा चाहिँ नयाँ लिएको सस्तोमा पाएको थियो सोफा चाहिँ नयाँ लिएको अनि यहाँ चाहिँ के रहेछ भने एउटा डे टु डे भन्ने एउटा मल जस्तो छ
अनि त्यहाँ चाहिँ घरको सामानहरू पुरा सस्तोमा खतरा खतरा पाउने रहेछ। त्यहाँ गएर ड्याङ्ग सपिङ गरेँ बुढी र मैले। अनि जस त्यो भइरहेछ यस्तो यस्तो टिस्यु बक्सहरू लास्ट सस्तोमा आयो 10 रियाल भनेको 380 जति पऱ्यो। यो यस्तो छ। टिभी पनि नयाँ लिएको, यो टिभी टेबल पनि उदेशमा लिएको, सेकेन्ड ह्यान्ड लिएको। स्पेस नभएर अहिले भगवान्को चाहिँ यता राखेको, आज पूजा गर्नु पऱ्यो भनेर। अनि फ्रिज पनि नयाँ लिएको, यो चाहिँ आज बेलुका हान्नुपर्छ। अस्तिदेखि खान थालेको मैले अलिकति यस्तो छ। ल फ्रिज पनि खोलेर हेरौँ न त के छ। हल्का फुल्का यस्तै छ। चिकन छ। अनि त्यही त हो, फ्रोजनहरू धेरै खाइन्छ। यस्तो सजिलो छिटो। ल हेलो माया यस्तै छ। यहाँ अब के पाक्दैछ? आलु बोइल हुँदैछ। ल यहाँ चाहिँ आज मैले फर्स्ट टाइम पक्कु बनाउनु ट्राई गरेको। पानी सुक्दैछ यहाँ, तर मासु पनि अलिक कस्तो मजाको नपाउने क्या अलि भने जस्तो। अनि यो इलेक्ट्रिक स्टोभ लिएको, यता इलेक्ट्रिक र पानी चाहिँ त्यही रेन्टमै पर्छ, त्यही भएर हामीले त्यो चाहिँ गरेन, ग्यास चाहिँ लिएन। ग्यासको फेरि एक्स्ट्रा के गर्नुपर्ने रहेछ, अनि ग्यास नदिउँ भन्ने कुरा भयो। अनि यो इलेक्ट्रिक लिएको। ल आज चाहिँ यस्तो पक्कु बन्दैछ। अब पानी सुक्दैछ क्या, लेट्स सी कस्तो हुन्छ। लुकिङ गुड है। इलेक्ट्रिकमा यो स्टेनलेस स्टिल चाहिँ अलिकति टाँसिने टाइपको रहेछ, तर ठिकै छ, राम्रै चल्दैछ क्या अरे। यस्तै छ। यहाँ अब ड्रायर सयर छ, यस्तै मसलाहरू। अनि यहाँ घुमाउने एउटामा चाहिँ परेवा बस्दो रहेछ भित्र है, टाइममा टाङ टुङ गर्छ। अनि यस्तो चाहिँ आज यो पुलाउ बनाउने जिरा उयो गरेर यताउता गरेर मैले राखेँ। यस्तै छ। यहाँ अब त्यही हो, दालसालहरू भाँडासाँडा राख्ने ठाउँ के हो, 1 BHK। अब प्लान के छ भने यहाँ एउटा लो बेड हाल्नु पर्ला, एउटा सानो लो बेड। अनि बिन ब्यागहरू ल्याउने सोचेका छौँ। अनि यतिको स्पेस यतिको, त्यहाँ अनि भगवान्को पूजा राख्ने ठाउँ बनाउने भनेर सोचेको हो। यस्तै छ गाइज। ल अब हल्का कुराकानी भइहाल्यो। अब के गर्छु भने अब पकाउनु थाल्नु पऱ्यो। कति बज्यो अहिले टाइम? लेट्स सी द टाइम। 1 बज्न लागेछ। त्यस्तै 9 कति बजी उठ्या हो। खासै केही खाएको छैन, यताउता मिलाउँदै यताउता गर्दै टाइम बितिरहेछ। अब पकाउन थाल्छु, म बुढीलाई हेल्प गर्छु, खानासाना पकाउँछु। अनि अहिले खाना खाने बेलामा भेटौँला है त गाइज। पक्कु रेडी भएको अवस्था हेरौँ है कस्तो छ यसको सकल। पाक्कु ल दामी भयो गाइज, मेरो फर्स्ट टाइम भयो। त्यही माथि इलेक्ट्रिकमा जस राम्रै भएको छ क्या अरे। अनि यहाँ चाहिँ पुलाउ पाक्दैछ। अनि मेरो बुढीले यहाँ के रे माया के भन्छ यसलाई? अचार भयो। आलु पनि बोइल भयो। अब टक्क अचार बनाउने। के हाल्यो यो के अरे? मटर, हरियो मटर, खोर्सानी, प्याज अनि काँक्रो नहाल्ने। तिल भुट्नु न। तिल पनि काँक्रो नै हाल्ने, तिल पनि भुट्ने। सो गाइज अहिले के हुन्छ देखाउँछु ल गेट टुगेदर। अब तेल झुवाँ गर्नुपर्छ। तोरीको तेल हाल्ने होला नि किन त्यस्तो नभनौँ न। फेरि तोरीको तेलै मन पर्दैन। तोरीको तेलले कस्तो स्वाद हुन्छ खास देखाउँछ।
यसमा हाल्ने कि तेलमा ल तेल धुवा 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 यो घिउ पनि यसो मस्त घिउ हाल्नु है मस्त धेरै नहालौँ मस्त घिउ हालौँ रे मस्त हाल्न त अब ट्राई गरौँ कति तीन चम्चा ल मस्त घिउ है मस्त घिउ ल खाना पस्किँदैछ बवाल होला जस्तो तपाईँ ल गाइज आजको हाम्रो डिनर यही हो यो चाहिँ खास पापड हो तर पुरी जस्तो फुल्लेछ फेरि त्यो सानो पकाएको भएर हो कि सायद ल गाइज खाना खाएँ है अब यस्तै छ मुभी हेर्दै खाइन्छ अब ल गाइज भर्खर यो अ म्यान कल ओटो भन्ने मुभी हेरेको बवाल छ हाम्रो के अरे ऊ सोल्टी यो हिरोको नामै बिर्स्यो यस खतरा हो यो यसको मुभी हेऱ्यो मैले चाहिँ टिका लगाएन तर मैले बुढीलाई चाहिँ अब उता ससुरा मम्मीले टिका लगाइदियो कि लगाइदियो भने अनि मैले लगाइदिएँ खै हेर त टिका पनि एक सर्टमा भयो भरको फ्यामिली टिका लगाइदिए जसरी लगाइदिएँ मैले पनि त्यस्तै छ सबैले लगाइदिनु पर्छ होइन टिका लगाइदिएपछि झ्याम्मै लगाइदियो ल गाइज बेलुकाको 9:30 बजेको छ ल अब दसैँ पनि सकिहाल्यो यस्तै त हो आज टिका अब लगभग सकिहाल्यो भोलि एक दिन हुन्छ क्या अरे नेपालमा पनि त्यसपछि त सकिहाल्यो ल गाइज ह्याप्पी तिहार सबको मङ्गलमय होस् सबको राम्रो होस् फुलो फलोस् त्यही हो जिन्दगीको खेल ल अब साइनिङ आउट बब मार्लीको मुभी चलिरहेछ बब मार्लीको मुभी हेर्छु अनि सुत्न जान्छु त्यही हो ड्युटी कल्स सी यु गाइज सबजना टेक केयर